12 वर्षमा खोला फर्किन्छ भन्थे, 12 वर्षमा प्रदेशबाट छोरा घर फर्किएन। सल्यान कुपिन्या नगरपालिका 10 निवासी जीवन पुन मगर मलेसिया छिरेको 12 वर्ष भएछ। उनको बुढी आमाले छोरा आइज बाबु मलाई केही खुवायो मलाई के चाहिँदैन भन्ने, छोरा फर्किन्छ कि भन्ने आशैले छोराको बाटो हेर्दै दिन रात बिताउनु भएको छ। छोराको अत्तो पत्तो केही छैन। पहिला सुरुमा गएको 2 वर्ष चाहिँ कन्ट्याक्ट रहेछ, अहिले चाहिँ कन्ट्याक्टै नभएको छोराको 12 वर्ष भइसक्यो, अत्तो पत्तो केही छैन। र छोरालाई खोजिदिनको लागि उहाँको मम्मीले हामीलाई बुढी आमाले रुँदै फोन गर्नुभयो र हामीलाई अनुरोध गर्नुभएको छ। दर्शकबिनहरू, उहाँ जीवन पुनलाई देख्नुहुने, कुनै मलेसियामा देख्नुहुने कुनै महानुभावहरूले देख्नुभयो भने अथवा उहाँको घर परिवारलाई सम्पर्क गरिदिनु होला, अथवा हामीलाई पनि सम्पर्क गरिदिनु होला। र यो खुदै यो भिडियो उहाँ जीवन पुन्जीले हेर्दै हुनुहुन्छ भनेपछि प्लिज हाम्रो सम्पर्कमा आउनु होला र अथवा घर परिवारको सम्पर्कमा आउनु होला भन्ने अनुरोध गर्दछु।